हेलो गाइज बैक टु माई गेम प्ले भिडियो। त आज म गिल्डको ग्लोरी बनाउन लागेको छु। म चाहिँ मेरो एउटा साथीसँग गिल्डको ग्लोरी बनाउँछु। त्यो अहिले चाहिँ अनमै छ, म त्यसलाई बोलाउँछु। म जहाँसम्म आएँ म यो निकाल्ने सोचमा हो गाइजहरू। के निकाल्नु मैले यो इभन निकाल्न मैले 39 फेर त हानिसकेँ गाइज। 10 फेर मात्रै हान्न म विकी गनेर गाइज हान्छु होला एक फेर। गाइज च्यानलमा जो नयाँ आउनुभएको छ लाइक र सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि गरेर जानु होला। हामीलाई अलिकति सपोर्ट भन्ने नि हुन्छ। हुन यो मैले बोलाएको यो अङ्कित 4 नम्बर भन्ने अङ्कित यसको च्यानल हो अगेन्स्ट द बोय, यसलाई नि गएर सब्सक्राइब गरिदिनु होला। हामीलाई अलि सपोर्ट देखाउनु होला। हाम्रो 50 सब्सक्राइबर पुगाइदिनु भने हामी लाइभ स्ट्रिम गर्नेवाला छौँ। हजुरहरूको लागि नयाँ नयाँ कुराहरू हामीले निकाल्न चाहन्छौँ। यिनी हो यहाँ चाहिँ एउटा यिनीलाई गाइज मैले नखाँदै बाटोपट्टि उफ्रिँदै आएपछि यस्तै हुँदैन। यस्तो नुडाहरूलाई के भन्ने गाइज मैले बाटोपट्टि उफ्रेर आउने नि म मोर्ने जोडाइरहेछ मेरो मुख अगाडि मऱ्यो। यता नुडाहरूलाई खेलाएर काम छैन। हामी चाहिँ एउटा युट्युबरको गिल्डमा खाएको गाइज, त्यही भएर हामी ग्लोरी बढाएको। नत्र हामी आफ्नै गिल्डको ग्लोरी त जिन्दगीमा कहिले बढाएको छैन, युट्युबरको भएर मात्रै बढाएको। नत्र यस्तो गिल्ड त कहाँको 10वटा छोड्यो 10वटा जुन भयो, युट्युबरको भएर मात्रै हो बडा, नत्र कहिले बनाउँछ। कमेन्टमा गाली दिनु होला, हामीलाई अलिकति सपोर्ट देखाउनु होला। यिनी हो कहाँसँग म त पेल्यो भन्दै मऱ्यो भन्दै पेलिदिएको मलाई गाइस यिनीहरूले। अनि एकैचोटि कस्तो बुटो मुटेरै आउने यिनीहरू, मैले ग्लुवाल नै लेखेन फेरि। हेडसट बल खाएँ मेरो साथीले अहिले। आउने नि हान्नै पाएन गाइस, मैले हान्न पाएँ एक्लै मारिदिन्थेँ गाइस। मैले 2 किलो हाने फर्स्ट राउन्डै खेल्ने हो। गाइस टूर्नामेंट नहीं करेंगे हम, जब हमारे 50 सब्सक्राइबर होगा हम टूर्नामेंट करेंगे। 50 सब्सक्राइबर भयो भने हामी टुर्नामेन्ट गर्छौँ। विकली लाइट गरिदिन्छ हजुरहरूलाई, विकली लाइट दिन्छौँ, विकली लाइट गरिदिन्छौँ पहिलोचोटि। 100 सब्सक्राइबर भयो भने हामीले हजुरहरूलाई विकली हानिदिन्छौँ। त्यही भएर हामीले 50 सब्सक्राइबर गरिदिनु होला छिटो न छिटो चाँडो। हजुरलाई डायमन्ड चाहियो खाने यताको मऱ्यो है उता हेर। पहिलेदेखि ड्यामेज हान्छ म हेर्छु हान्नु प्लान थिएँ उहाँ मुडा हान्ने के हान्ने बढो यो मारिदिइसकेको छ गाइस। के नि हो कस्तो थिङ्किङ हान्ने रहर थियो म्याच छोड्थ्यो ए हान्दै मार्दै। कस्तो नुडा प्लेयरहरू आएको यस्तो यस्तो गेम के हान्ने यस्तो नुडा नुडा प्रो आयो भन्ने। गाइस पछि हामी एक म्याच खेल्छौँ होला, त्यसपछि हामी हाम्रो प्लान चाहिँ लाइभ गर्यो। अनि भोलि फेरि हामी मजेदार कुरा लिएर आउँछौँ। भन्दै हामफालेको गाइस म भर्खरै मरिसकेको थिएँ म। मेरो मुखै अगाडि दुईवटा के एउटाको कुरा अङ्कित यहाँ आएर यो गोली खोला आइज त कति हेडा नै नगयो आइज त रिभाइभ दियो न यहाँ नि यहाँ मारिदिउँ।
मार त्यसलाई मार त्यसले कसरी मार्छ मलाई हेर त कति ड्यामेजको थियो यार यो हेर नि एक गोलीको थियो गाइज एक गोलीको थियो नि कसरी बाँच्यो अलमल्ल पऱ्यो म पनि अहिलेसम्म पनि हजुरले लाइक र सब्सक्राइब गर्नु भएको छैन गरिदिनु होला हामीलाई अलिअलि भयो भने सपोर्ट देखाइदिनु होला गाइस यस्तो झुटो आदत दिनुहुन्न पैसाले नि हजुरहरूलाई म जुन तारा ल्याइदिन्छु लाइक सब्सक्राइब गरिदिनु भयो भने सपनादेखि म तपाईँलाई जुन तारा तोडेर ल्याइदिन्छु कति केटी झाडै ल यो बाउ सपोर्ट दिन्छु है धेरै होइन म इसेवा नम्बर दिन्छु गाइज कमेन्टमा त्यसमा 1 लाख पठाइदिनु पुग्छ सपोर्ट युट्युब पनि चलाउनु पर्दैन अनि गाइजहरूलाई चाहिए खाने चाहिए खाने के बोले सरी मिस्टेक गाइज चाँडोसम्म हामीले 50 सब्सक्राइब गर्नु होला मेरो मानि 50 गरिदिनु अनि यो अगेन्स्ट द बोयको मानि गरिदिनु होला यो अगेन्स्ट द बोयको मानि सब्सक्राइब गरिदिनु 50 मेरो मानि गरिदिनु हामी दुईटै लाइभ स्ट्रिम गर्छ भने अघि त मलाई नमरेको है नि कस्तो है त्यत्रो ड्यामेज दिएको मैले फेरि म चाहिँ नमर्दिया मुन्टे कहाँ मुन्टे वाउ एउटा लाने आएको होला ल ओइ के हो के नि त यसले हेड हानेर 1v2 त यसले हान्यो यत्रो हान्यो को बाँकी हो ओइ 2 नम्बरले हेर्नु कसरी छ हेर्नै नपाए गाइस लास्टै प्रो प्लेयर रहेछ गाइस 2 नम्बरी हेर्नै नपाउँदै मरिसक्यो गाइस के नि अब त कट्टा हानिदिन्छु गाइस म सबलाई कट्टा हानिदिन्छु मैले कट्टा हानिदिन्छु यो नि यो एमएटी डिफेन्सिभ पनि त्यो उस घटाइदिएन भने हामी 2 गोलीमा त हिँड्नै नमर्ने पटकको 2 गोली हाने नि हिँड्नु मर्दैन आजकल त के हो सब घटाइदिए ड्यामेज जब कट्टा लिएर आयो त्यसलाई नि हुन्न जब नि बल्ल देख्न यही केटी हो बाटो लिएर हान्ने मैले बल्ल निकाल्न नि यही केटीबाट ल बौला उघाउनेर माथि खायो यता नुडाले के हान्ने अब रस हानिदिनु डाइरेक्ट उघाउनु मन नपाउनाले जबसम्म नखान्दिनु जित्यौँ गाइस हामीले यो म्याच मैले इनिमिन देखिसकेँ गाइस मरियो गाइस हेर्नु त म कस्तो एक एचमा बाँचेँ गाइस यो गेम त हामीले इजिली जितिसक्यौँ अझै हामी लास्ट गेम खेल्छौँ आजको भिडियोको होइन आज लास्ट गेम हामीले लोन खेल्छौँ रेडी गर भाइ तिमी रेडी गर बाबु रेडी गर न ओइ रेडी गर गाइस नुडा के भएछ रेडी नै गरेँ हैन यसलाई के खाने कति भयो अस्तिदेखि गेम खेल्छ यो कसलाई आएछ ज्वरो यहाँ मेरो फ्रेन्डली को ज्वरो गाइस हेर्नु म एउटा गोलमा हुँ यो को हिँड्ने बार हो अङ्कित हो गाइस आउनु गाइजहरूले के खायो मैले त मोमो खाएँ खाने मोमो खाने गाइजहरू पैसा दिनु म तिमीलाई ल्याइदिन्छु ए गाइज बल्ल याद आएको मैले भन्नु बिर्सेको आज न्यू इयर होइन हजुर सबैलाई 2082को शुभकामना सबैलाई ह्याप्पी न्यू इयर मेरो तर्फबाट कमेन्टमा मलाई नि ह्याप्पी न्यू इयर लेख्नु होला यो फालिने कि सुरुमा कामै लाग्दैन यिनीहरू झन् ल्याङ हुन्छ कहाँ दम्किन्छ यो न्युबाट हिँड्दा आउँदै हुन त के हो यो ल यसो ग्लो लगाइदिनु नि त मुखमा गाई मैले हेर्छु हाने कि चोतिर पहिलाको एक फेर हानेर पनि कोही गाई राइस्टर बन्दैन त्यसको लागि धेरै मिहिनेत गर्नुपर्छ होइन धेरै मिहिनेत गर्नुपर्छ धेरै
कहिले हिजोसम्म बनाएको गाइज भिडियो कि मलाई पुरै ल्याग भएको छ स्मुथ छ भाइ गाइज मलाई भन्छ राइट साइड एउटा अकेला एक गोलीको थियो गाइज किल जोड्दै गाइज 76 गरेर बढी लाग्थ्यो किल जोड्यो गाइज के नि अब यस्तो ड्यामेज हेर्न सक्नुहुन्छ कस्तो बढी छ जो चलाउन आउनु तँलाई गाइज तपाईँलाई मेरो डेजर्ट इगलको हेडसट देखाइदिन्छु तपाईँले देख्नु नभए होला अब हेर्नु कस्तो राइट साइड जस्तै चलाउँछु मैले डेजर्ट इगल राइट स्टाइल फेर भयो मैले डेजर्ट इगल चला देखेर राइट साइडको किडनी फ्याटेको के हेर्नु एउटा किडनी नचलेको राइट स्टाइलले मैले डेजर्ट इगल चला देखाएँ देख्नु कस्तै हान्थ्यो देख्नु मैले कस्तै खाएँ मैले मेरो टेक्निक हो राइट साइडलाई मैले यसरी झुकाएको यो नोडाले मार्न सक्दैन हेरौँ गाइज अब जहाँसम्म लाग्छ मलाई यस्तो हुलगलाको गति देखेर यसले मार्दैन जस्तो त लागिसक्यो गाइज इनिमीलाई सपोर्ट गरे जस्तो हो ग्लोल लाएर ल गाइज यो मऱ्यो अब हाम्रो 2-1 को स्कोर छ म कन्फिडेन्स छु गाइज भन्नै पर्दैन नि मलाई भर छ यसमा कन्फिडेन्स छ यसले जित्दैन नि ल तल गयो वहीँ गएर रसान बोल्न भने जा जा त्यहाँ गएर रसान नि गाइज ल मऱ्यो कन्फिडेन्स छ यसले हान्छ जस्तो त लाग्दैन मलाई त एङ्गलबाट लाग्दैन मलाई भर लाग्दैन यसले हान्यो भने त पानी पर्छ आज पानी पर्छ कि गाइज यसले हान्यो भने आज राति पानी परेर सुत्नै हुन्न यसले हान्यो भने हेडसट यसले हान्यो भने गाइज म पानी पार्छ पानी परेर यसले आज हान्यो नि हेडसट पानी नै बाढी नै आउँछ यसले हान्यो भने त ल सक्यो यसले पेल्यो इनिमीले पेल्यो हेरे बाढी आउँछ बाढी हेडसट हान बिदा नि हुन्छ अझै धेरै दिनसम्म हेर्नु मैले भने होइन यसले हेडसट हान्यो भने बाढी आउँछ भने हजुरहरू सबलाई मैले बचाइदिएँ हजुरहरूलाई बचाइदिएँ देख्नु भयो गाइस यसले हेडसट हान्यो भने बाढी आउँथ्यो नि हजुरहरू नै डुब्नुहुन्थ्यो अहिलेसम्म हजुरहरू यो भिडियोमा मनिराख्नु भएको छ भने धन्यवाद हजुरहरूले गाइस म यसलाई मार्दै देखिन्छु कसरी मान्यो भने म यसलाई सिकाउँदिछु किनकि अलि सिकिदिएन न नयाँ हो नि त गाइस यहाँ नजिकमा नभए गाइस मैले हेडसट पठाइदिइसकेको थिएँ अहिले नि अङ्कित जस्तै रहेछ गाइस यो उडै रहेछ नि कस्तो ग्लोल मात्रै लाग्यो है खेलेन आउने जस्तो लाग्यो गाइस छा हेड हान्ने सोचान्थेँ बडी लाएर मऱ्यो कि नि अब गाइस मैले त्यो हेडसट पठाइदिइसकेको थिएँ अहिलेसम्म त्यो इनिमी अहिलेसम्म नि हजुरहरूले हेरिराख्नु भएको छ भने प्लिज लाइक गरेर सब्सक्राइब गरेर कमेन्ट गरेर सेयर गरिदिनु होला उमेर त किनी ताली नै आएन त भन् के एक गोली दुई गोली मैले हानेको थिएँ गाइस तपाईँले भिडियोमै हेर्न सक्नुहुन्छ आजको कुरा यति नै भोलिको कुरा भोलि नै अप्सन आउँछ धन्यवाद।